आजको रेसिपी सोध्न साथीहरू आज एकदम राम्रो अन्डा करी रेसिपी छ तपाईँहरूको समक्ष एकदम राम्रो तरिकाले यसरी बनाउन गइरहेको छु। आज म 5वटा अन्डा लिएको छु। 5वटा अन्डालाई पानीमा बोइल गरेर एकदम बखरा खल्साएर एकदम राम्रोसँग राखेर त्यसपछि कराईमा तेल हालेर तेल पनि लगभग तातिसकेको छ। तातिसकेपछि यसलाई फ्राई गर्नुपर्ने हुन्छ। सबभन्दा पहिला राम्रोसँग फ्राई गर्नु होला। यसलाई फ्राई गर्दाखेरि एकदम राम्रोसँग ध्यानपूर्वक गर्नु होला। फेरि यो पड्काउनु पनि सक्छ, फुट्न सक्छ। त्यसैले राम्रोसँग ध्यानपूर्वक यसलाई राम्रोसँग फ्राई भइसकेको छ। फ्राई भइसकेपछि यसलाई साइडमा राख्न सक्नुहुन्छ। राखिसकेपछि यसमा तपाईँले जस्तो किसिमको प्याज काट्नुहुन्छ, स्लाइड काट्नुहुन्छ या बारीक काट्नुहुन्छ, तपाईँले त्यही अनुसार राख्न सक्नुहुन्छ। मैले चाहिँ बारीक काटेको छु। एकदम मसिनो तरिकाले यसलाई पनि राम्रोसँग पाक्न दिनुपर्ने हुन्छ। त्यसपछि फेरि मैले प्याज र टमाटरको प्युरी बनाएको थिएँ। प्युरी बनाएर पनि यसलाई मिक्स गरिसकेको छु। एकदम राम्रोसँग यसलाई पनि राम्रोसँग पाक्न दिनुपर्छ। पाकिसकेपछि एकदम टेस्टी, हेल्दी, हाई प्रोटिन, ढाबा स्टाइल, रेस्टुरेन्ट स्टाइल एकदम टेस्टी हुन्छ साथीहरू। आज यसरी नै तपाईँहरूले पनि बनाउनु भयो भने एकदम राम्रो टेस्टी हुन्छ। मैले आधा चम्मच मसलाहरू हाल्न गइरहेको छु, हालिसकेको छु। सबै गरम मसला छ, त्यहाँ जिराको धुन छ, धनियाँ छ, नुन छ, नुन स्वाद अनुसार हाल्नु होला साथीहरू। सकेसम्म चाहिँ मसला एकदम कम हाल्नु होला। यसरी हालिसकेपछि एक कप तपाईँलाई जति ग्रेभी चाहियो त्यति चाहिँ तपाईँले पानी राख्न सक्नुहुन्छ। तर पनि अब धेरै पानी पनि नराख्नु होला। त्यही अनुसारकै राम्रोसँग तपाईँले ग्रेभी धेरै बाक्लो पनि हुनु भएन, धेरै पातलो पनि हुनु भएन। एकदम राम्रोसँग टेस्टी, हेल्दी रेसिपीलाई यसरी बनाउन सक्नुहुन्छ। अब यहाँ बोइलिङ आइसकेको छ। म अन्डा राखेको छु। अन्डा राखेपछि यसलाई लगभग 2-3 मिनट जति त्यसलाई राम्रोसँग पाक्न दिनुपर्छ। राम्रोसँग पाकिसकेपछि यो ग्रेभी पनि पाकिसकेको छ, एकदम टेस्टी भएको छ। अब लगभग रेडी भएको छ। रेडी अब यसमा हरियो धनियाँ छर्न गइसकेको छ। तपाईँहरू छ भने त्यही हरियो धनियाँ छर्दा पनि हुन्छ, होइन भने हरियो प्याज पनि पाइन्छ अनि लसुनको पत्ता पनि